र हाम्रो चाइल्डहुड फ्रेन्ड मनिता चाहिँ यहाँनिर छ। मनिता गुड मर्निङ। ऊ तयारी गर्दैछ। ऊ अब बगानमा ड्युटीमा हिँड्नु आँटेको अरे। अब ऊ हो बिचरा म आज जाँदिनँ, खाजासाजा बनाउँछु भन्दै थियो। पर्दैन, हामी त अब 8 बजी हिँडि त हाल्छु भनेर नि ऊ जानु आँटेको रहेछ। बगानमा काम गर्छ मनिता है। उता लङ्काबाट डुवर्सबाट बिहा भएर लक्खीबाट डुवर्समा आयो। अलिकति मात्रै लङ्का र लक्खी भनेको चाहिँ अलिअलि मात्रै फरक पर्यो है। सुन्नु हुँदैछ त्यहाँनिर गर्दैछ नि। यो बगानको सिङ्गल हो यो। हामी सानो हुँदा पनि उता लङ्काबाटामा पनि बस्थ्यो क्या। ए काममा जाऊ हे, आऊ हे भनेको होइन कि के हो मनिता? काममा जाऊ है, टाइम भयो भनेको होइन के हो भनिदिनुहोस्। यो सिटी किन बजेको भनिदिनुहोस् न। काममा बोलाएको टाइम भयो भनेर। यो सेकेन्ड सिटी होला, अघि पनि बजेको थियो हो होइन? फर्स्ट अघि म उठ्ने बेलामा। मर्निङ ल सुफ्यापुलो दाउबन्धनको नयाँ भिडियोमा स्वागत गर्दछु। र यति बेला म छु लक्खीपाडा डुवर्समा। हाम्रो घर चाहिँ लङ्कापाडा डुवर्स हो। आज म फर्स्ट टाइम यता लक्खीपाडा डुवर्समा आएर बस्यो। हिजो राति 8:39 नगरकट्टामा त्यहाँ भानुचोकमा मिटिङ पछि रेड ब्याङ्कमा आएर त्यहाँनिर ढाबामा रोटी खाइभयो। त्यसपछि मेरो यहाँ चाइल्डहुड फ्रेन्ड मनिताको घरमा आएर राति झन्डै यहाँ 10 साढे 10 बजीतिर आइसकेको थियो। उहाँ चाहिँ उहाँको ज्वाइँ साहेब हुनुहुन्छ र यी बच्चाहरू स्कुल जाँदैछ लक्खीपाडामा है। लक्खीपाडाको यो बडा लाइन रहेछ। यतापट्टि मजाको एउटा स्टोर रहेछ हो। र यस्तो छ लक्खीपाडाको बगानको गाउँहरू। लङ्कापाडा भन्दा त अलिक गतिलो लाग्यो मलाई त यहाँनिर। यहाँ मेरो गाडी राखिरहेको छ। एकदमै म जन्मेको जग्गा लङ्कापाडा डुवर्स। यो चाहिँ फेरि लक्खीपाडा जस्तो यो घरमा बसेको थियो हाम्रो मनिता, मेरो चाइल्डहुड फ्रेन्डको घर। उसको माइत उता लङ्कापाडै भयो, मेरो माइत पनि लङ्कापाडै भयो। मेरो कलाकार साथी अनुज भाइ र म चाहिँ यहाँ बसेको थियो। राति आएर यहाँ गफसप लगायो। धेरै बेरसम्म झन्डै 12 बजीतिर। यस्तो छ लक्खीपाडा डुवर्सको दृश्यहरू। एकदम रमाइलो लागिरहेको छ मलाई। मजाको घरहरू रहेछ, वालहरू एकदम चटक्क परेको। यता तल्लोपट्टि तामाङहरू टन्नै रहेछ क्या यतातिर है। त्यस्तो छ। र अब एकछिन टाइपछि फेरि आज दोस्रो दिन डुवर्समा यात्रा छ। आज मध्य डुवर्सहरू कभर गर्नुपर्ने छ मजाले। यस्तै छ डुवर्सको यात्राहरू। र म तपाईँलाई एकपछि अर्को डुवर्स घुमाउँदै लाँदैछु। ल हेर्नुहोस् यतापट्टि के मजाको एउटा घरहरू रहेछ। र हाम्रो लक्खीपाडाको लक्खी मुखिया नानाको घर चाहिँ हाइवेको पल्लोपट्टि रहेछ, उता फ्याक्ट्री लाइनपट्टि। यो चाहिँ बाटोको तल्लोपट्टि बडा लाइन भन्दो रहेछ। ल फ्रेन्ड्स यस्तो छ, भेट्दै गरौँ। म तपाईँलाई मनितासँग पनि भेट गराउँदैछु है त। फ्रेन्ड्स बगानको घर उहिले ब्रिटिसको पालामा बनिएको हाम्रो चाइल्डहुड फ्रेन्ड मनिताको घर हो। हाम्रो लङ्कापाडा घरको ठिक तल्लोपट्टि कान्छा ग्याबक जोजोको घरको उहाँको सालीको घर। मेरो सानोदेखि चिनजान हो। राति फोन गरेर म आएको थियो। र यस्तो छ घर, राम्रो छ घर। राति यता आएर सुत्यो। हाम्रो कलाकार भाइ सुतिरहेको छ यहाँनिर अझै हो। यस्तो छ मेरो लुगामा प्यान्टमा चाहिँ बिल्लीहरू सुतिरहेको छ यहाँनिर है त। पुरा त्यस्तो छ। बाबु स्कुल जानु आँटेको छ। नर्बु स्कुल जानु आँटेको हो। उसको मामले चाहिँ हाम्रो मनिताको चाहिँ नाति रहेछ। छोराको छोरा होइन त। र हेर बगानको घरहरू टन्नै जग्गा छ है। हाम्रो सानो ठुलो जग्गा छैन त यहाँनिर। र हाम्रो चाइल्डहुड फ्रेन्ड मनिता चाहिँ यहाँनिर छ। मनिता गुड मर्निङ। ऊ तयारी गर्दैछ। ऊ अब बगानमा ड्युटीमा हिँड्नु आँटेको अरे। अब ऊ हो बिचरा म आज जाँदिनँ, खाजासाजा बनाउँछु भन्दै थियो। पर्दैन, हामी त अब 8 बजी हिँडि त हाल्छु भनेर नि ऊ जानु आँटेको रहेछ। बगानमा काम गर्छ मनिता है। उता लङ्काबाट डुवर्सबाट बिहा भएर लक्खीबाट डुवर्समा आयो। अलिकति मात्रै लङ्का र लक्खी भनेको चाहिँ अलिअलि मात्रै फरक पर्यो है। अन्त उहाँको ज्वाइँ साहेब रहेछ है। अनि छोराहरू सबै बाहिर उता साउथ इन्डियातिर रहेछ। अनि के भन्छ छोरी बिहा भएर उता कता राइमटाङ राङ्गामाटीतिर रहेछ। यिनी अब जानु आँटेको रहेछ ड्युटीतिर। ल यस्तो छ, भेट भयो। फेरि पनि भेटौँ ल है। सिलगढीतिर आयो भने हाम्रो घरमा आउनु नबिर्सिनु। ठिकै छ, हामी पनि एकछिन निस्किन्छौँ है त। त्यस्तो छ है। लो
के हाले छाताहरू के छ खाजा छाता खाजा तिरपाल तिरपल खाजा झोली के पत्ती टिप्नु पर्छ कति बजीसम्म 3 बजीसम्म उहाँ चाहिँ उहाँको के हो काकी हो तपाईँ मन्टाको आमाजु रहेछ आमाजु भनेको चाहिँ के हो ए उहाँको ज्वाइँको दिदी ए तपाईँ चाहिँ बगान जानु हुँदैन ए अब जानु आँट्नु भएको कता छेउमै छ पाइ आज उहाँ साथी पनि आइसक्नु भएको रहेछ नि त हो एउटै पाइको हो ल ल शुभकामना छ आजको लागि उहाँ चाहिँ हाम्रो ज्वाइँ साहब हो मनिताको उहाँको चाहिँ अलिकति आजभन्दा 15-16 साल अगाडि एक्सिडेन्ट भएर अलिकति बोल्नुमा प्रब्लम रहेछ उहाँलाई तर एकदमै सिधा हुनुहुँदैछ उहाँ दाजु नमस्कार ए हो उहाँले पनि घरसँग अलिक कम्ती तान्दो रहेछ उहाँले पनि हो ए नमस्कार 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 यता चाहिँ उहाँको आमाजुको घर रहेछ आमाजु भनेको चाहिँ तामाङमा के पर्यो दिदी हो ए अच्छा त्यही त बगानमा जानुको लागि उहाँहरू सब रेडी छ झोलीदेखि लिएर खाजा छाता तिरपल नर्बु स्कुलको जानु लागि रेडी छ है लोए 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 कुखुरा पनि बाँच्दैछ है एकदमै रमाइलो जग्गा छ यहाँनिर लक्कीपाडा डुवर्समा खैर केही छैन मजा लाग्यो है टर्न लाइट पनि बलिरहेछ पहिला लाइटहरू पनि हुन्थेन अँध्यारोमा हुन्थ्यो है लो उहाँ झोली सोली बोकेर रेडी छ यहाँ त तरिका भिन्दै रहेछ नि त है यहाँनिर के खालको यो के कम्पनीले दिएको हो यो आफूले बनाएको जोगाड है छाता पनि रहेछ घामले पोल्छ भनेर है के पत्ती टिप्नु हुँदैछ अब कति 4 बजी आइ हुन्छ है 4 बजी हुन्छ खाजा बोकेर जानु भएको छ हो अब 4 बजीसम्म भेटघाट हुँदैन अब हो तर मोबाइलमा कुरा हुन्छ होला नि त मोबाइलमा कुरा त भइहाल्छ नि जमाना भिन्दै छ तपाईँको कहाँ छेउमै हो साथी हो मनिताको साथी कि उहाँ दिदीको साथी हो ए दुईपट्टि साथी अन्त उहाँ त बुहारी पर्यो कसरी साथी अन्त बुहारी र आमाजु दुईजनाकै साथी ए अच्छा अच्छा ले आज के बार पर्यो आज शुक्रबार ए अच्छा अच्छा महिना त आउन आँट्यो होइन अब के आइसक्यो तल पाइसकेको कहिले आयो ए हो र ए डाइरेक्ट खाता पहिला जस्तो त्यो काउन्टरमा थाप्नु पर्दैन पहिला त हामी सानो हुँदाखेरि हाम्रो आमाहरूले काउन्टरमा थाप्थ्यो नि पर्थ्यो अहिले त्यस्तो छैन डाइरेक्ट ब्याङ्कमा कति तारिक पस्छ 3 तारिक हिजो पस्यो सबको पस्यो कि घन्टी बज्छ पैसा पस्दा फेरि कि ए मेसेज आउँछ त्यहाँदेखि अन्त पैसा चाहिँ कहाँ निकाल्नुहुन्छ ए ब्याङ्क पनि यही छ अरे बाबा सुविधा है लाइनमा पनि लाग्नु परेन अनि सिधा गयो भने चाहिँ कति पुग्छौ आजकल हाम्रो आमाहरू सानो हुँदाखेरि त 400-500 हुन्थ्यो 5000 पुग्छ है कति भन्नुभयो सिधा गयो भने मनिताको त्यो पालि कुनै आधा उधा मात्रै गयो 3500 मात्रै आयो भन्दै थियो मलाई ढिलो उठ्छ होला ए हो नि बिमारी रहेछ है हो लो है फ्रेन्ड्स सुन्नुहोस् है अहिले त अब मलाई थाहा हुँदाखेरि म सानो हुँदाखेरि हाम्रो आमाहरू उता कमानमा काम गर्दाखेरि त म स्कुल पढ्दाखेरि 450-500 आएको छ भनेर सुन्थ्यो हो अहिले त झन्डै कमानमा काम गर्नेहरूको 5-5.5 हजार सिधा हिँड्यो भने पुग्दो रहेछ है अझै माथिहरूको त अलिक बेसी होला हजुर कस्तो काटेर ए फोनहरू सबै काटेर है ए एलआइसी त्यतैबाट काट्छ आम्बो भनेपछि तपाईँले पनि पैसा जति चाहियो त्यति निकाल्नुहुन्छ लाइनमा बस्नै परेन अब कहिले आउँछ पैसा अब अर्को महिना फेरि हैन घटीमा 15 मा पनि दिन्छ खर्च 50 गरेर दिन्छ दिनको हो हजुर 12 दिन गरे भने 600 7 दिन गरे भने हाजिरा चाहिँ कति छ हाजिरा चाहिँ 250 हाजिरा अन्त हप्तामा एक दिन छुट्टी छ नि है भनेपछि कति 26-27 दिनको कामको 250 ले 25-50 ठिकै हो 5-5.5 हजार रुपियाँ लु अर्को साथी आउनु भयो नमस्कार मनिताको साथी हो म
बचपन की दोष हिजो राति बिचोक भएर आइपुगेको थियो हामी यहाँनिर मनिता ऊ ज्वाइँ साहब गफ सफ गरेको हो के को लागि होइन हामी अलिकति अफिसको काम लिएर आएको थियो अनि यता कता बस्नु त्यहाँ रेड ब्याङ्कमा खाजासाजा खायो होइन अनि मनितालाई त म सानोदेखि चिन्छु मनितालाई फोन गरेर आउँछु सुत्ने जग्गा छ भनेको छ अरे हो छिटो हो भन्छ हो कोही बेला हुँदैन नि त ठिक हुन्छ फेरि पाहुना आएको होला होइन र हो रहेछ नि अब फेरि आयो भने चाहिँ तपाईँकोपट्टि बस्नुपर्ने रहेछ म ठिकै होइन हो त्यता रहेछ नि त हिजो त म त फेरि त्यो पर त्यो स्कुल कि के रहेछ नि त्यहाँबाट त उता गएछ नि सिधै हो बगानपट्टि गएछ फेरि हो ल है तपाईँहरूसँग एकदम चिनजान भयो ल आज एकदम रमाइलो दिन छ शीतल रहेछ आज अलिक शीतल रहेछ है तपाईँ त गएर अब टाइपिङ होला हो पाटा टाटा कति टिप्नुपर्छ दिनभरिमा ओजन कतिपल्ट आउँछ ओजन गाडी होइन ओजनको गाडी चाहिँ कतिपल्ट आउँछ 9 बजी आउँछ एउटा 11 बजी एउटा 3 बजी 3टा पहिला 4 पल्ट आउँथ्यो हाम्रो आमाहरू काम गर्दा फेरि 9 बजी 11 बजी 2 बजी अन्त 4 बजी आउँथ्यो हो आजकल 3 पल्ट मात्रै आउँदो रहेछ मैले 3 पल्ट ओजन गर्दा फेरि कति 20-30 किलो पुग्छ छैन है अनि यो डब्ली सब्ली भन्नेहरू छैन आजकल ए हो र उहाँको चाहिँ के भएको हो अरे उहाँको चाहिँ उहाँले अलिक मजाको सिधा रहेछ उहाँ एक्सिडेन्ट भएपछि चाहिँ उहाँ अलिकति बोल्नु सक्नुहुन्न रहेछ बोल्दा बोल्दै सबै आउँछ तर बोल्दा बोल्दै बिर्सिनुहुन्छ है सबै थाहा छ तपाईँलाई बोल्दा बोल्दै बिर्सिनुहुन्छ है ओ अच्छा ठिकै छ नि ल हुन्छ हस् है के भएको उहाँको चाहिँ बानारहाटमा कसरी हान्दिएको कति 15 वर्ष अगाडि 2010 मा है उहाँ बोल्नु चाहिँ सक्नुहुँदो रहेछ बोल्दा बोल्दै बिर्सिनु हुँदो रहेछ होइन हो थाहा छ है सबै थाहा छ है हो त्यही त ल तपाईँलाई एकदमै ल ठिकै छ है हाम्रो ज्वाइँ साहबसँग पनि यसो भिडियो गरिदिउँ एकदम मजा लाग्यो क्या तपाईँसँग मजा लाग्यो ल हुन्छ हवस् हुँदैछ त्यहाँनिर गर्दैछ नि यो बगानको सिग्नल हो यो हामी सानो हुँदा पनि उता लङ्कापाडामा पनि बस्थ्यो क्या ए काममा जाऊ हे आऊ हे भनेको होइन के हो मनिता काममा जाऊ है टाइम भयो भनेको होइन के हो भनिदिनुहोस् यो सिटी किन बजेको भनिदिनुहोस् न काममा बोलाएको टाइम भयो भनेर यो सेकेन्ड सिटी होला अघि पनि बजेको थियो होइन फर्स्ट अघि म उठ्ने बेलामा बजेको थियो त्यो देखेको 5 बजीको चाहिँ के उठ भनेको ए अघिको चाहिँ उठ भनेको त्यहाँदेखि अलिक बढी बजेको चाहिँ के हो त्यहाँदेखि त्यो चाहिँ 5 को बज्छ त्यहाँबाट 5:30 को त्यहाँबाट 6 को यो चाहिँ के को बजेको यो 7 को अब लागा पाइतिर लागा भनेको एकदम फटाफट नि ए अब अझै एउटा लाग्छ अझै यो चाहिँ घुम्ने सिटी अब चाहिँ 7:30 को चाहिँ अब लाग्छ नि फेरि बाद हजुर त्यो चाहिँ घुमाइदिन्छ ए त्यो सिटीमा पुग्यो भने चाहिँ त्यहाँ घर छैन ब्याक घरमा गएर सुत ओ भनेपछि होइन यो सिटी त हामी सानो हुँदा पनि बजेको चाहिँ थाहा छ तर अब सिटी चाहिँ बस्थ्यो के को लागि बस्थ्यो कि तर अहिले चाहिँ मैले बुझेँ पहिला बिहान 5 बजी उठेको चाहिँ उठ अब खाना जानुपर्छ भनेको खाना पकाउनु है रेडी सेडी हुनु त्यहाँदेखि 7 बजी सिटीको पनि कुरा छ है हेर है अघि 6:30 को लाग्यो खाना खावा भनेको हामीलाई जति रुच्छ त्यति ए अब एउटा लाग्छ अझै अब एउटा लाग्छ घुम्नु पर्छ अब यसमा जानुपर्छ अब कति बेला अब आधा घण्टामा लाग्छ आधा घण्टा त्यो सिटीमा गयो भने चाहिँ आउट काम पाएन सिटीको पनि है आमाले फ्रेन्ड यसरी अब उहिलेको जमानातिर घडी सडीहरू थिएन होला सिटी लगाएर सिटीको तालमा हिँड्नु पर्थ्यो होइन त पहिलाको जमानामा त्यसरी बुझ्नु पर्यो र मेरो कलाकार भाइ उठेछ आउनुहोस् गुड मर्निङ भाइ गुड मर्निङ है मर्निङ ल ओके सर ल सिटीको बारेमा मैले तपाईँलाई बुझाएँ अब बेलुका पनि लाग्छ सिटी
त्यो चाहिँ किन 3 बजीको चाहिँ फेरि छुट्टी अब हाम्रो ए भयो आजको काम भयो हाजिरा भयो घर जाऊ भनेको त्यहाँबाट रातभरि लाग्दैन रातभरि लाग्दैन फेरि 5 बजी उठ आइतबार पनि लाग्छ सञ्चबार लाग्छ आइतबार छुट्टीको दिन चाहिँ लाग्दैन ल है पोइन्ट टु बी नोटेड माई डियर फ्रेन्ड यस्तो यस्तो रहेछ बगानतिर हुँदा त मलाई थाहा भएकै कुरो हो तर अब कसरी लाग्थ्यो के लाग्थ्यो यो हामी त अब बगान छोडेको धेरै भयो अहिले पनि जान्छु बगान त तर अब बिहान जान्छु बेलुका जान्छु बिहान फर्किहाल्छु धेरै कुराहरू बुझ्नुपर्ने रहेछ है त मान्छेहरू अब फेरि लाग्यो यो त अर्कै बगानको जस्तो छ त है अर्कै बगानको हो यो चाहिँ लो अन्त मिस्टेक हुँदैन हाम्रो बगानको हो कि अर्को यो चाहिँ कुन बगानको फेरि यो केन्द्रपाडाको यहाँसम्म सुन्छ अन्त त्यसको र यसको टाइमिङ नमिल्दो रहेछ त हो हाम्रो दिदी बहिनीहरू काममा जानु लागि रेडी रहेछ हाम्रो मनिता चाहिँ किन ननिक्लेको होला अहिले घन्टीले भेट्छ मनिता ड्युटीमा जाऊ अरे ऊ सबले बोलाउँदैछ जाऊ 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 ल घन्टीको बारेमा पनि यसरी थाहा भयो यस्तो बगानको कामहरू कोही यता जाँदैछ कोही उता जाँदैछ है आफ्नो आफ्नो क्षेत्रतिर होला नि त ड्युटी होइन कसैको तलतिर ड्युटी होला कसैको मासतिर ड्युटी होला है 7:30 बजी त्यो पाइमा पुग्नु पर्ने अरे घन्टी लाग्नु आँटिसक्यो फेरि होइन एटेन्ड हुनु पऱ्यो नभए चाहिँ फर्काइदिन्छ है खतरा रहेछ कानुन अब अर्को दिदी आउँदैछ फेरि यता जाने होला मासतिर पायो होला कसैको तल कसैको माथि ठिकै छ उहाँहरूको मासतिर ड्युटी होला अब केही छैन अघि मैले मजाले देख्नु पाएन मेरो चाइल्डहुड फ्रेन्ड मनिता उसकै घरमा लक्कीपाडा आएर राति बसेको थियो हो जाँदैछ काममा अहिले घन्टी लाग्छ फेरि फर्काइदिएला हो त्यो छाता के लिएर जाँदैछ मनिता होइन उहाँको साथी है ल एकदमै ल फेरि भेटौँ ल ओके जाँदैछ गाडी मैला भएछ अब हामी पनि निक्लिनु पर्छ चलो अब हामी रेडी भएर निक्लिनु पर्छ छोड नानी हेर्नु नि बिल्ली ब्यागबाट निक्लिनु नमानेको छोड नानी छोड निक्ली बेटा निक्ली अलिक पर छ बेटा म यो ब्याग लान्छु छोड हेर बिल्ली निक्लिनु नमानेको ब्यागबाट बडा अप्ठ्यारो भयो त जाऊ बेटा गुड ल निक्ली ल गुड रेडी हुँदै अरू बिस्तारो आजको काम पुरो दोस्रो दिन धेरै कामहरू छ यता उता यस्तै छ डुवर्सको यात्रा रेडी हुँ अलिक पर गएर खाजा खाउँ मनिताले खाजा बनाइदिन्छु भन्दै थियो अब बिहानै कहाँ खाजा खानु 7 बजी नै 9 बजी भन्दा अगाडि त केही खानु सक्दैन फेरि तातो पानी खायो ठिक छ अब खानुपर्छ सो पटतिर देवपाडा गएर हुन्छ कि रेडबेङतिर गएर हुन्छ खानु पर्ला है त खाजा साजा खाएर त्यहाँदेखि काम कुरातिर लाग्नुपर्छ आजको यहाँको बगानको मान्छेहरू सबै कामतिर लागिसक्यो हामी पनि कामतिर लाग्नुपर्छ है त मनिताको घरमा चाहिँ यो भुँडे टिभी रहेछ क्या ठुलो खालको टिभी हुन्छ नि यत्रो भुँडी भएको यहाँ यत्रो ठुलो हाम्रोमा पनि थियो तर यत्रो ठुलो चाहिँ थिएन यो त झन्डै कति 18-20 इन्चीको कति थियो हाम्रो 14 इन्चीको थियो खै यो अलिक ठुलै रहेछ यो कुन कम्पनीको हो यो एलजीको रहेछ यो जमानाको टिभीहरू एकदमै खतरनाक चल्थ्यो भुँडे गुरुङ पनि सानो जोडको गुरुङ हुन्थ्यो यो बाबा अहिले पनि रहेछ चल्दैछ कि चल्दैन खै खास कुरो हाम्रोमा पनि सानो थियो आमाले सानोमा गाई गोरु बेचेर किनेको टिभीहरू थियो हो यस्तै छ कमान बस्तीको घरहरू लङ्कापाडा लक्कीपाडा एउटै हो है त अझै लक्कीपाडा मलाई त धेरै डेभलप लाग्यो यहाँ बेडरुमहरू यस्तो यहाँनिर मोबाइल चार्ज गरिरहेको छ यहाँ हेर्नुहोस् न अब मोबाइल चार्ज गरेर कहाँ झुन्ड्याउने जग्गा छैन होइन यसरी यहाँनिर एउटा जोगाड लगाइरहेको छ एउटा सानो ब्यागमा चाहिँ यसरी मोबाइल राख्ने बनाएको रहेछ क्या हुनु त अहिले विभिन्न के जति आएको छ तर यो पनि एउटा तरिका लाग्यो ब्याग झुन्ड्याइदियो छट्टा मोबाइल लाग्यो नभए त तल तुन्द्रुङ्गा झुन्डिरहेको हुन्छ तार बिग्रिने डर र यस्तो रहेछ यो दाउराहरू कमानको मान्छेहरूले खाना बनाएर खाओस् भनेर गार्डनले पहिला दिन्थ्यो अहिले के सिस्टम छ कुनी हाम्रो आमाहरूले पनि गार्डनबाट 1 पिल 2 पिल भन्थ्यो अहिले चाहिँ के भन्छ कुनी हामीले सानोमा सुनेको चाहिँ है र यस्तो छ लक्कीपाडा डुवर्सको कमानको घरहरू
लक्खीपाडा डुवर्समा पनि बसाइ भयो। आज डुवर्स यात्राको दोस्रो दिन जाँदैछु है। हस् थ्याङ्क यू। चलो भाइ जानुपर्छ। चलो दाजुभाइको यात्रा छ अब। चलो हर हर महादेव भाइ। हुन्छ हस् हस् बाई थ्याङ्क यू गुड नाइट अरे हेर्नुहोस् लक्खीपाडा चिया कमानको गाउँहरू मजाकै छ भनौँ है। कमानमा मान्छे गइसकेको छ। अब हेरौँ आज यता अब लक्की मुखिया म्याडमसँग भेटघाट गर्नुपर्छ होला। हाम्रो मध्य डुवर्सको धेरै कामहरू गर्नु छ। के कस्तो हो कुरा गर्दैछ अटो स्ट्यान्ड। अटोले चाहिँ धुरुक्कै रुवाउने रहेछ जहाँ पनि। ओहो ठुलो ट्याङ्की रहेछ नि त यहाँनिर। चलो यहाँ के रहेछ के हो? ओ माई गड काम नगर न भन्छ काममा लागिसकेको रहेछ है। चलो अघि घन्टी बजेको त यतै आगिरहेको छ। यहाँनिर लक्खीपाडा डुवर्स यो रेलगेटबाट चाहिँ हाम्रो लक्की नाना घर जाने हो। हामी चाहिँ यताबाट आएको थियो र अहिले छु हाइवेमा। अब यहाँबाट प्रोग्राम सर्ट आउट गर्दैछु। आज दिनभरिको यात्रा के हो कता हो है त।